प्राणी हत्या झुटा व्यभिचार भन्ने कुरो त्यो अकुशल कर्म हो भनेर हामीले जुन चाहिँ अकुशल कर्मको व्याख्या गर्यौं। तर यो बोधिसत्वहरूलाई चाहिँ यसको अनुमति हुन्छ है कि उहाँहरूले जो देख्दाखेरि प्राणी हत्या गर्दाखेरि है अनि चोरी गर्दाखेरि साथै व्यभिचार गर्दाखेरि पुण्य सञ्चय हुने पनि त्यसको समय पनि छ है। त्यो चाहिँ बोधिसत्वहरूलाई उदाहरण प्यारमा देवेन्चको है हामी चाहिँ मिना हुन्छौँ के चाहिँ पहिला भगवान बुद्ध स्वयं पनि बुद्ध हुनुभन्दा पहिला बोधिसत्वको मार्गमा हुँदाखेरि मिना हुन्छौँ भन्ने एकजनालाई चाहिँ उहाँले हत्या गरेको थियो। तर हत्या गरेको कारण किन र कसरी गर्यो भन्ने विषयमा भन्नु पर्दाखेरि अनि एक समयमा उहाँ है 500 जना व्यापारीहरूसँग समुद्रमा व्यापारको निम्ति जाँदाखेरि चाहिँ त्यहाँ मिना हुन्छौँ भन्ने नाविक भन्न नाउ चलाउनेले चाहिँ ती सबै व्यापारीहरू देखेको कारणले गर्दा यो 500 जनालाई मैले है मार्नु सक्यो भने चाहिँ यस यिनीहरूमा भएको धन सम्पत्ति पैसा रुपियाँ सबै मैले पाउँछु भन्ने उले भावना त्यस्तो लिएको कारणले गर्दाखेरि त्यहाँ स्वयं भगवान बुद्ध पनि बोधिसत्व भएको कारणले गर्दाखेरि तर ती 500 जना जो व्यापारीहरू हुनुहुन्थ्यो उहाँ चाहिँ आर्य अरहत बोधिसत्वहरू मात्रै भएको कारणले गर्दाखेरि उहाँले भगवान बुद्ध स्वयं पनि बोधिसत्व भएको कारणले उहाँले चाहिँ यो जान्नुहुन्छ कि त्यो मिना ढुङढुङ भन्नेले चाहिँ यदि 500 जना त्यो व्यापारी भनेर पनि बोधिसत्वहरू आर्यहरू चाहिँ मार्यो भने चाहिँ अब 501 जना व्यक्तिले 500 जना त्यो पनि साधारण है मनुष्य नभएर चाहिँ बोधिसत्व आर्यहरूलाई मार्दाखेरि चाहिँ उहाँ त गएर दुर्गतिमा गएर नरकमा गएर त कल्पौंसम्म पनि त्यो दुर्गतिबाट पार हुने कुनै उपाय नै भएन। त्यस कारणले गर्दाखेरि त्यो माग्ने भन्दाखेरि त्यो माग्ने प्रति चाहिँ भगवान बुद्धले भन्नु है बोधिसत्वले निन्जे क्षमले चाहिँ एकदम करुणा है भएको कारणले गर्दा यदि यो व्यक्तिले 500 जना बोधिसत्वलाई मार्यो भने त यो त नरकमा जाने सिधै हो। नरकमा मात्रै नगएर पनि 500 जना बोधिसत्वहरू भएको कारणले गर्दा त्यो असाध्यै ठुलो पाप कर्म भएको कारणले गर्दा त्यो नरकबाट पनि कहिले नै धेरै कल्पसम्म पनि पार नहुने रहेछ। त्यो भन्दा चाहिँ त्यो 500 जनामा मारेर त्यो व्यक्ति नरकमा जानु भन्दाखेरि चाहिँ म स्वयं म नरकमा जान्छु बरु मिना मार्छु र 500 जना बोधिसत्वहरूलाई बचाउँछु भन्ने त्यस्तो निचे भन्नुको अर्थ उहाँले आफ्नो स्वार्थको भावना अलिकति पनि नराखेर परोपकारको भावना है ती मिना प्रति एकदमै करुणा है भएको कारणले गर्दाखेरि त्यस समयमा मिना भन्ने निचे देवेन्चले है प्राण लिँदाखेरि हत्या गर्दाखेरि चाहिँ पाप कर्म नभएर उहाँले असाध्यै है एकदमै विशाल भनेर पनि कालमा झुन्जी भनेपछि त 70,000 वर्षसम्ममा है पनि सञ्चय गर्नुपर्ने पुण्यको सञ्चय गर्नुभएको थियो भन्नुको अर्थात् बुद्ध र बोधिसत्वहरूलाई चाहिँ शरीर वचनको जुन चाहिँ कर्म देख्दाखेरि अकुशल कर्म देखे तापनि उनीहरूले त्यो अकुशल कर्म सञ्चय गरेको देखे तापनि तर उहाँले पुण्य गरिरहेको हुन्छ। तर बोधिसत्वहरूलाई चाहिँ तपाईँ हामीलाई चाहिँ त्यो अनुमति छैन किनकि तपाईँ हामी चाहिँ स्वार्थ है आफ्नो र म र मेरो प्रति मात्रै धार्जिङ भने तापनि है आफ्नो आत्मग्रहको कारणले गर्दा त्यस्तो प्राणी हितको लागि निस्वार्थको लागि त्यस्तो कर्म गर्ने चाहिँ बहुतै कमी भएकोले गर्दा त्यो हाम्रोमा सम्भव नभएको कारणले गर्दाखेरि र बोधिसत्वहरूले चाहिँ त्यसरी पनि देख्दाखेरि अकुशल कर्म सञ्चय गरेको देखे तापनि तर उहाँको भावना चाहिँ एकदमै प्राणीको हितको लागि प्राणी कल्याणको लागि झन्झुटी चाहिँ बोधिचित्त भएको कारणले गर्दाखेरि उहाँले अकुशल कर्म सञ्चय गरेको देखे तापनि देख्दाखेरि तर पुण्य सञ्चय गरिरहेको हुन्छ भनेर भन्नुभएको छ है। त्यसरी नै ढान्से के उकार्ने ढान्से भूमल भिसाको चेवार एउटा ढान्से भनौँ ब्राह्मणको है त्यो उकारमा बोधिसत्व नै हो। उहाँले पनि एउटा ढान्सेको छोरीलाई व्यभिचार गर्दाखेरि पनि पुण्यको सञ्चय भएको थियो। तपाईँ हामी जस्तो साधारण व्यक्तिहरूले गरेको त हाम्रो शिर छ भने शिर भङ्ग भएर दुर्गतिमा जाने कारण हुन्छ। तर उहाँले जो एकदम आसक्त है एकदमै डिजायर भएको एउटा स्त्री व्यक्तिलाई चाहिँ यदि उहाँले त्यो कर्म गरेन भने चाहिँ त्यो स्त्रीले ज्यानै दिने है आफू मृत्यु हुने उहाँको अवस्था हुँदाखेरि उहाँले आफ्नो स्वार्थ र आफ्नो जुन चाहिँ आसक्तलाई पूर्ण गर्नु नसम्झेर ती स्त्रीको है उहाँको सुखको लागि उहाँको हितको लागि त्यो व्यभिचार गर्दाखेरि पनि पुण्य सञ्चय भएको थियो भन्नुको अर्थात् यहाँनिर हामीले शरीर र वचनको कर्मलाई हामीले बाहिर देखेको
अनुसार है यो पाप कर्म देखे तापनि भित्रबाट कति बुद्धि बोधिसत्वहरूले त्यसरी नै पुण्य सञ्चय गरिरहेको हुन्छ भनेर भन्नु भएको छ है। देख्दा तानामा गइले को ज्यान्से बासी मोइसुमी सिबासे रहिदो त गइले को भएकी थिए मेजिङ छ दो सम्भावना चाहिँ सोचे पर्दा को मेरा त मलाई गरे ढुङ्गाले क्याबे क्यावार अवश्य भइ दाजु चाहिँ के हो काम लगाएर एउटा मगरना तो संरक्षण गर्ने उसो स्वयं गर्यो र काम चाहिँ कोमसिलो छाने चिरा सम्बन्धले निजे के देख्यो त जेबे कापासिटी सोधो कापासिटी भनेपछि ती डान्सले पनि ती ब्राह्मणले पनि 40,000 वर्षको सोच जोशी गरेको हुनु त देख्नुमा देख हामीले बाहिरी तरिकाले हेर्दाखेरि मिगेवा अकुशल कर्म है पाप कर्म गरेको देखे तापनि झन्झट सेन्दा सिटी मोइसो मिसी बसेर किनकि त्यो बोधिसत्वले एउटा प्राणी हत्या गरेको मानव हत्या गरेको है हामीले देख्दाखेरि त त्यो पाप कर्म देखे तापनि तर जुन गवाइले तर त्यो धर्म गरे है किनकि उहाँले यो जुन चाहिँ कर्म गर्नु भन्दा पहिला कर्म गर्दाखेरि चाहिँ स्वार्थको मोह र मेरो मुक्तिलाई नसम्झेर चाहिँ त्यो 500 जना भिक्षुहरूको भनौँ या त बोधिसत्वहरूको ढाँचोपाको अर्थको ज्यान बचाउने काम साथसाथै त्यो बिना रुकुन भन्ने जुन चाहिँ है व्यक्ति थियो उसलाई पनि तर नर्कमा जन्मिनुदेखि चाहिँ बचाउनेको चाहिँ उहाँको मूल कारण थियो नि त उहाँप्रति स्वार्थको भावना गर्नेको चाहिँ अलिकति पनि थिएन है त्यसकारणले गर्दाखेरि उहाँले ठुलो पुण्य महापुण्य सञ्चय गर्नुभएको थियो र त्यसरी नै अनि ढान्से क्योदानले पनि व्यभिचार गर्दा पुण्य सञ्चय गर्नुको कारण चाहिँ ती स्त्रीको ती व्यक्तिप्रतिको दया करुणा भएको कारणले गर्दाखेरि उहाँलाई आफ्नै स्वार्थको भावनाले होइन ती स्त्रीको है को लागि उहाँले उहाँको जुन चाहिँ दुःखलाई देखेर चाहिँ उहाँको निम्ति चाहिँ उहाँले त्यो पुण्य सञ्चय गरेको हो भनेर सोच्यो पर्दा निसर्च गरेर त्यताबाट नआएकी तर यो पुण्य भने तापनि यस प्रकारको पुण्य सञ्चय गर्ने चाहिँ त्यस्तै व्यक्तिहरूलाई मात्रै हामी जस्तो स्वार्थको है को लागि जुने व्यक्तिहरू होइन यो चाहिँ बुद्ध बोधिसत्वहरूले जस्तै प्राणी हितको लागि प्राणी कल्याणको लागि चाहिँ आफ्नो शरीर है आफ्नो अङ्गहरू दिन सक्ने है आफ्नो प्राणी हितको लागि उहाँहरू नरकसम्म जान सक्ने त्यसको निस्वार्थको भावना त्यसको महाकरुणा भएको व्यक्तिहरूलाई चाहिँ अनुमति छ भनेर भन्छु रङ्गली पुण्य छ र मौसमी पुण्य लाग्दै ट्रेन पनि सुराया नहुने माझी भए यहाँ चुप करना जिंगे लौशे र पुवास जेने देही बेसी तो कोच होला शब्द यहाँ नो गजे बताउनु छ छिबे ज्यादै सेमा लोतो छिन रङ्गली जाने मे पर नहुने र त्यसले चोरीको पनि उहाँलाई अनुमति छ है चोरीको पनि अनुमति छ बुद्ध बोधिसत्वहरूलाई किन उहाँले आफ्नो लागि र मेरो लागि भन्ने आफ्नो नामको लागि चोरी गर्दैन एकजना व्यक्ति चाहिँ एकदम धनी व्यक्ति छ है धन सम्पत्ति पैसा रुपियाँले सम्पन्न भए तापनि उसले यार पन्छौलाई बुद्ध बोधिसत्वहरूलाई पनि छापछोपा पनि गर्दैन मान्नेहरूदेखि लिएर दुर्गतिको प्राणीहरूलाई पनि है कुनै पनि पुण्य सञ्चयको कर्म गर्दैन भने उसको हिजोको पुण्यले गर्दा आजको जीवनमा जे जस्तो धन सम्पत्ति सम्पन्न भए तापनि तर भोलिको पुण्य नभएको कारणले गर्दाखेरि उहाँ दुर्गतिमा जाने निश्चय नै भएको कारणले गर्दा त्यो कुराहरू चाहिँ बोधिसत्वले जानेको कारणले गर्दा त्यो धनी व्यक्तिहरूलाई पनि को पनि धन सम्पत्ति चोरेर दान दिने दुर्गतिको प्राणीहरूलाई पनि दिने कर्म गर्छ त्यो आफ्नो लागि र आफूले उपयोग गर्नुको लागि आफ्नो नामको लागि होइन ती प्राणी ती धनी व्यक्तिको निम्ति चाहिँ ती व्यक्ति चाहिँ आजको जुन चाहिँ हिजोको पुण्यले गर्दा आजले धन सम्पत्ति सम्पन्न छ तर आजको जन्ममा उहाँले त्यस्तो पुण्य सञ्चय है गरेको छैन हिजोको पुण्य गरेको त आज उसले फल भोगिसकिहाल्यो फल पाइसकिहाल्यो तर भोलि जुन चाहिँ जन्ममा पनि उहाँ मानव जन्ममा भए तापनि धन सम्पत्ति सुख शान्तिले सम्पन्न भएको मानव जीवन त उसले प्राप्ति गरे कुनै बिउ नचाहेको कारणले गर्दाखेरि ती प्राणीको निम्ति पनि धनी धन सम्पत्तिले सम्पन्न भएको व्यक्तिहरूको धन सम्पत्ति चोरेर पनि त्यसले बोधिसत्वहरूले है अनि अरूलाई दान दक्षिणा गर्ने दुर्गतिको प्राणीहरूलाई दान गर्ने र बुद्ध बोधिसत्वहरूलाई पूजाहरू चलाउने कर्म गर्छ त्यो चाहिँ आफ्नो निम्ति नभएर ती प्राणीहरूको निम्ति ती धनी व्यक्तिको निम्ति र त्यसकारणले गर्दाखेरि बुद्ध बोधिसत्वहरूले त चोरेर पनि पुण्य सञ्चय गरिन्छ र त्यसकारणले गर्दा यो पुण्य है चाहिँ त्यस प्रकारको व्यक्तिले सञ्चय गर्छ जसले आफ्नो स्वार्थको भावना चाहिँ जराइबाट काटेको विश्वासको भावना मात्रै भएको है बोधिसत्व भएको बोधिचित्त भएको व्यक्तिहरूले चाहिँ त्यसरी गर्ने अनुमति छ भन्नुहुन्छ यहाँ मौका चाहिँ बताउनु जीवित ज्यान त्यसै भन्नु त्यसैमा धर्म चलाउने गर्नु
जुन नयाँ स्वयंपला तुले सेमटिङ सोचमा त पोजिटिभ को सुमल सोपे छेदो नभई त्यसरी नै है झुटा बोलेर है बोधिसत्वहरूले अनि प्राणी है कसैले कुनै व्यक्तिले एउटा शिकारीले शिकार गर्दै जाँदाखेरि खेल्दै जाँदाखेरि शिकार है पछाडि जाँदा जाँदै ती बोधिसत्वहरूले देखिहाल्यो भने झुटा पनि बोल्नुहुन्छ यो प्राणी कता गयो भन्दाखेरि उकालो गयो गएको देख्यो भने कता गयो भनेर झुटा बोल्दाखेरि है यसो हेर्दाखेरि उनले झुट बोलेको देख्यो तर ती प्राणीको पनि ज्यान बाँच्यो एउटा चाहिँ ती शिकारीलाई पनि अकुशल कर्म सञ्चय गर्नुदेखि जोडेकोले गर्दाखेरि झुटा बोलेर पनि पुण्य सञ्चय गर्नुहुन्छ बोधिसत्वहरूले कन्सेप्टले को समाला सुरक्षित नआइन्छ है रंगोली को निशान तो ये चीज़ तो नवानी न था वाली करने के बाद जब उसके बाद कभी भी सीख लगे तो तुम ये बात एक बार जब बताओ कौन से वाला चिवे के बाद जब बताते थे कि लाल दुबई की में ना देनी इन जब बताओ चीज़ तो नवानी के राम सिंह के फिल्म में जब वाले नवानी चीज़ तो बढ़िया चलते तो मिलने पर देखते हैं कभी चलो सुबह धर्म जीवन था तो असली चीज़ तो नवानी किया एक बार है जुन चाहिँ हामीले शरीर र वचनबाट 10 अकुशल कर्मको सञ्चय चाहिँ हिजो हामीले यो अकुशल कर्म हो भन्दाखेरि तपाईँ र हामी जस्तो चाहिँ त्यो अकुशल कर्म भए तापनि बोधिसत्वहरूले चाहिँ त्यो कर्म गरेर पनि पुण्य नै सञ्चय गर्न सकिन्छ है जसरी प्राणी हत्या गरेर उहाँले पुण्य सञ्चय गर्यो व्यभिचार गरेर पुण्य सञ्चय गर्यो हैन चोरेर पनि पुण्य सञ्चय गर्यो है र तर ती सबै झुटा बोलेर पनि पुण्य सञ्चय गर्यो अब हामी चुगली गर्नु पोल लगाउनु पनि अकुशल कर्म हो भन्ने जुन चाहिँ विषय गयो त्यो चुगली लाएर पोल लाएर पनि बोधिसत्वहरूले जसरी स्वार्थको भावनाको कारण भएकोले गर्दा उहाँकोमा बोधिचित्त र प्राणी कल्याणको भावना भएको कारणले गर्दाखेरि चुगली र पोल लाएर पनि बोधिसत्वहरूले पुण्य सञ्चय गरिन्छ यहाँ कसरी गरिन्छ अरे भन्दाखेरि एउटा एकदम धर्म साधक व्यक्ति धर्म पुण्य सञ्चयप्रति लागि पर्ने पुण्य सञ्चय भनेपछि उहाँलाई एकदमै रुचि लाग्ने त्यो व्यक्तिलाई चाहिँ है र उहाँको सम्बन्ध चाहिँ अकुशल व्यक्ति मार्गमा लाने व्यक्तिसँग मेल भएको कारणले गर्दा सम्बन्ध गाँसेको कारणले गर्दाखेरि चाहिँ अब त्यो व्यक्ति साधक भनौँ धर्मको व्यक्तिलाई चाहिँ अब बिगार्ने अवसरमा पुगिआयो अब धर्म गर्ने व्यक्तिलाई चाहिँ अब उसलाई पनि पापको मार्गमा दोहोर्याउनु आँटेको देख्दाखेरि है तर बोधिसत्वहरूले चाहिँ त्यो दुईजनाको बिलमा पनि पोल लगाएर फाटो लगाउँछ तर त्यो पोल फाटो लागेको चाहिँ हामीले पोल फाटो लगाएर है जुन चाहिँ हामीले पुण्य सञ्चय पाप सञ्चय गर्छौँ त्यसो होइन किनकि एउटा व्यक्तिलाई अकुशल कर्मको मार्गमा दोहोर्याउँदैछ भने त्यो कुशल मार्गमा जाने व्यक्तिलाई चाहिँ त्यो अकुशल मार्गमा जाने व्यक्तिसँग छुट्याउनको लागि है त्यो सही मार्गमा दोहोर्याउनको लागि र जानका निम्ति चाहिँ बीचमा फाटो लगाउने लाएर पनि उहाँले पुण्य सञ्चय गरिन्छ र त्यसकारणले गर्दाखेरि दिव्य जेवले उहाँ छे देवा जेवा दिव्य लामले कृपा भएन धेनी ए जेवाता विच्छेद नभई त्यसबाट पनि है उहाँलाई अनुमति छ अरे रामसिंहले पनि र तर दुईजना मिलिरहेको छ है राम्रोसँगले बसिरहेको छ राम्रो साधारण व्यक्तिलाई फाटो लगाउने काम चाहिँ होइन है किनकि उहाँले त्यो अकुशल कर्मको प्रभाव परेको कारणले गर्दाखेरि राम्रो साथीहरू पनि कुसङ्गतमा परेर है नराम्रो मार्गमा जाने है भएको कारणले गर्दाखेरि त्यो दुईजनालाई छुटाउने कर्महरू पनि गर्नुहुन्छ र साथसाथै शिक्षुक भन्छ है शिक्षुक भनेको चाहिँ एकदम कठोर वचन गाली है गाली गर्नु नराम्रो मनका चोट पर्ने कुरा गर्नु पनि अकुशल कर्म हो भन्ने हामी हिजो गयौँ है तर यसमा के हो भन्दाखेरि चाहिँ भावना चाहिँ मूल है भएको कारणले गर्दाखेरि उहाँले त्यो शिक्षुकको कठोर वचन गरेको कारणले गर्दाखेरि प्राणी कल्याण उहाँ सही मार्गमा जाँदैछ भने त्यो पनि पुण्य सञ्चय हुन्छ है शिक्षुकमै झ्याम्पे देउमेन कतिजना शिष्यहरू कतिजना प्राणीहरू चाहिँ मिठो बोलीकोले गर्दाखेरि राम्रो बोलीकोले गर्दा नराम्रो बोलीको कारणले गर्दाखेरि है अनि चाहिँ त्यो प्राणीहरू सही मार्गमा दोहोर्याउन सक्दैन है कति बाबु आमालाई पनि आमालाई पनि आफ्नो नानीहरू धेरै भएको गर्दाखेरि कति नानीलाई त राम्रोसँगले बोल्दाखेरि सम्झाउँदा बुझाउँदा बुझ्ने हुन्छ है तर सम्झाउँदा बुझाउँदा नबुझ्ने नानीहरूलाई गाली पनि गर्नुपर्ने हुन्छ 2-3 थप्पड पनि हान्नुपर्ने हुन्छ तर त्यो गाली गरेर 2-3 थप्पड हानेको चाहिँ त्यो नानीप्रति उसलाई शत्रुको रिस भएर मन नपराएर पटक्कै होइन नि त त्यो नानीलाई चाहिँ सही मार्गमा सही है संस्कार सही बाटो सही नानीको है भविष्यको निम्ति चाहिँ उहाँले गाली गरेर या कुटेर पनि ती मार्गमा सही बाटोमा दोहोर्याउनको निम्ति त्यो गाली गरेको चाहिँ आमाले त्यसो नै हुन त उहाँको हृदयमा बाहिरी अघिले देख्दाखेरि गाली गरेको जस्तो देखे तापनि कुटेको जस्तो देखे तापनि
तर उहाँले भित्रबाट नै ती प्राणीप्रति पनि त्यो नानीप्रति चाहिँ माया करुणा भएर भविष्यमा ती नानीले दुःख नपाओस्, राम्रोसँगले है असल व्यक्ति भएर जीवन निर्वाह गर्नु कुनै पनि गाह्रो नहोस् भन्ने उहाँप्रतिको करुणाको कारणले जसरी गाली गर्ने, त्यसरी नै बुद्धले सन्तहरूले पनि गुरुहरूले पनि है शिष्यहरूलाई चेलाहरूलाई गाली गरेको चाहिँ मन नपराएर है त्यो शत्रु जस्तो सम्झेर उहाँप्रतिको रिसको कारण चाहिँ फरकै होइन। धन्यवाद है र भन्नुमा पर्दाखेरि है असली गुरु र शिष्यको है सम्बन्धमा गुरुको मूल उद्देश्य मूल भूमिका चाहिँ के रहन्छ अरे भन्दाखेरि चाहिँ शिष्यको चेलाको चाहिँ गल्ती र दोष चाहिँ के छ त्यो चाहिँ देखाउने है, त्यो चाहिँ गुरुको कर्तव्य है। र आफ्नो है राम्रो काम त सबैले नै है आफ्नो साथीभाइदेखि लिएर सबैले नै प्रशंसा गर्छौँ, सबैले नै गर्छौँ, तर गल्ती चाहिँ देखाउने चाहिँ त्यो चाहिँ गुरु अरे है। त्यस कारणले गर्दाखेरि कतिवटा गुरुहरू भने तापनि बोधिसत्वहरूले चाहिँ कठोर वचन गरे तापनि गाली गरेर पनि है सही मार्गमा डोर्याउनु, साथै ती गालीको कारणले गर्दा ती गुरुहरूले अकुशल कर्म सञ्चय नगरेको छ, पुण्य सञ्चय गरिरहेको हुन्छ भनेर भन्नुहुँदैछ है। जोए लामे चोबाचमाको वही धाममा बिजुने छन्ताप्तो दबाइन है र उद्देश्यभित्रमा छोक्तो गर्न युवा भन्छ है। उत्तम उद्देश्य चाहिँ आफ्नो शिष्यको चेलाको चाहिँ गल्ती के हो, दोष के हो चिनाउन सक्ने गुरु चाहिँ गुरु अरे है। र अरू विद्यार्थी चाहिँ शिक्षक बनाएर अरूलाई अपमान गर्नुको लागि, अरूको बदनाम गर्नुको लागि है, अरूलाई लज्जित बनाउनु, लाज बनाउनुको लागि गाली गर्नु चाहिँ नवा छैन, अनुमति छैन। ngache tangga bai mi khaji nawaji de shola jumi ne bala thagi de shola jube che do ngache la nawangi ramse namra yang yu nawami ani yanira अब वचनबाट हुने अन्तिम अकुशल कर्म जुन चाहिँ हामीले नाच्छौँ, व्यर्थ व्यर्थ गफ गराएर हँसाएर हँसाउनु, व्यर्थको टाइम समयलाई नष्ट गर्नु पनि अकुशल कर्म हो भन्ने जुन चाहिँ हामी आजभन्दा पहिला व्याख्या गर्यौँ। तर ती गर्ने व्यक्ति चाहिँ है परहितको लागि निस्वार्थको भावना लिएर, बुद्धिचित्तको भावना लिएर प्राणी कल्याणको निम्ति हो भने उसले त्यसको व्यर्थको गफ पनि गर्न सकिन्छ। उदाहरणको लागि चन्दा भई मिखाची नमाची दे छेला जिम्मेवार है। अब कति चाहिँ एकदमै गफ गर्ने गफालु भन्छ नि, एकदमै कुरा गर्नु रुचाउने, कुरा गर्नु मन पराउने व्यक्तिहरूलाई चाहिँ त्यतिकै गुरुहरू पनि छ लागेर बसेर है मूर्ति जस्तो बसेर बसेको चाहिँ मन पराउँदैन है। त्यो गुरु त राम्रो छ, राम्रोसँग गफ गर्छ, जोक पनि गर्छ है, त्यसको लागि रुचाउने पनि हुन्छ है। त्यसको माध्यमबाट गफ गर्दै भए तापनि जोक गर्दै भए तापनि ती व्यक्तिलाई चाहिँ बिस्तारै धर्मको मार्गतिर डोर्याउन सक्यो भने त्यो पनि है व्यर्थको गफ गर्दा गर्दै पनि पुण्य सञ्चय गर्न सकिन्छ। यसरी नासिक नभएन तर त्यतिकै आफू पनि भुल्याएर अरूलाई पनि भुल्याएर है मनलाई विचलित गर्ने, मनलाई भुलाउने है जुन चाहिँ कर्महरू गरिन्छ त्यो चाहिँ अनुमति छैन रे। र ती बाहेक शरीर र वचनबाट गर्ने 7वटा कर्म चाहिँ बुद्ध बोधिसत्वलाई परिहितको बुद्धिचित्त भएको प्राणीलाई चाहिँ उहाँले झुटा बोले तापनि, प्राणी हत्या गरे तापनि है त्यस प्रकारको कर्म गरे तापनि उहाँको चित्तमा बुद्धिचित्त भएकोले गर्दाखेरि प्राणी हित र प्राणी कल्याणको भावना भएको कारणले गर्दाखेरि देख्दाखेरि हामीले अकुशल कर्म जस्तो पाप कर्म सञ्चय गरेको जस्तो देखे तापनि तर उहाँले पुण्य सञ्चय गरिरहेको हुन्छ है। यो उदाहरणको साथमा गयो। के बाहिर अब मनबाट हुने नासेम नैसेम लपटावा है, नासेम चाहिँ आफ्नो अरूको राम्रो कुरा, राम्रो वस्तुहरू सुन्दर राम्रो देखेर आफूलाई पाउने चित्तलाई नासेम, नैसेम अरूको अहित चिताउने, अरूको हानि चिताउने, अरूको कुबलो चिताउनेलाई नैसेम, अनि लपटावा भएको मिथ्या विस्तार, मिथ्या दृष्टि भएको जुन चाहिँ यो चाहिँ बोधिसत्व है साधारणतै होइन, अन्यलाई पनि यो चाहिँ मनबाट भएको कारणले गर्दाखेरि यो चाहिँ अनुमति छैन अरे। किनकि पूर्ण घेवर गुरु मेसिन नातो नेम्बाची केने मि घेवर घेवर नामला सोया नमागेको धेरले घेवर निगे जेला भने सेम खना इचे दुना के गरौँ त्यो चाहिँ सेम नाम त घेवर निगे जेको सिमे जेला याङको याङदुमा यो पाइ बेटा तो हामीले सेम लाता सेम घेवर दुना ख गुमसिङ घेवर होगेको जने यो गर्नु ठाउँ सबै चाहिँ मारे ने छेले जम मारे चाहिँ
다투면 대답을 깨고 말해서 다시 대답에 공격 교단이 차라시 배우는 양도성 대화식 두고드리나요? 당과하니 공로가 내가 때 공로 대화도는 대화도 공로 상관 대선은 소식단 도도에 가서 보도는 공로 내기 중에 장기에서 세워자 내게 보는데서 너네들이 त्यसकारणले गर्दाखेरि घेवादान घेवा है कर्म राम्रो कर्म भने तापनि नराम्रो कर्म है सकारात्मक कर्म भने तापनि नकारात्मक कर्म कुशल कर्म अकुशल कर्म सबै गर्ने मूल चाहिँ के अरे भन्दाखेरि चाहिँ मन है भावना सोच है त्यसकारणले गर्दाखेरि संघीय नन्द घेवादान घेवा घेवछले अब मनको है धर्मप्रतिको भावना विचार र अकुशल कर्मको भावना विचार कस्तो छ आत्मामा राग द्वेष मोह ईर्ष्याको घमण्डको छ कि या त है प्राणी हित प्राणी कल्याण है करुणाको विचार छ त्यसकारणले गर्दाखेरि चाहिँ अनि फल पनि त्यही प्रकारको प्राप्ति भएको कारणले गर्दाखेरि चाहिँ सधैँ नै हामीले है ध्यान दिनुपर्ने निरीक्षण परीक्षण गर्नुपर्ने चाहिँ आफ्नो मनलाई है यदि आफ्नो मनमा बोधिचित्त प्राणी हित प्राणी कल्याण करुणा भन्ने निजुन है यस भौचक्रप्रतिको विरक्त वैरक्तपन भनौँ त्यस्तो विचारहरू छ भने चाहिँ आफूले पनि खुसी मान्नुपर्छ है अनि त्यस प्रकारले गर्दाखेरि आफ्नो घेवा धर्महरू पनि त्यो प्रकारको भावनाले गर्दाखेरि आफ्नो जति पनि धर्महरू पनि वृद्धि भएर जाने साथसाथै त्यस प्रकारको विचारहरूलाई पनि हामीले वृद्धि गरेर लानुपर्छ यदि अकुशल सोच है ऐहिक अरूको हानि चिताउने चित्त छ भने चाहिँ हामीले तुरन्तै यो खालको भावना चाहिँ उत्पन्न भयो भने हामीले तुरन्तै त्यस्तो चित्त उत्पन्न हुने साथ नै हामीले त्यसलाई क्षमा याचना गर्नुपर्छ अरे प्रायश्चित गर्नुपर्छ अरे पछुतो गर्नुपर्छ अनि म है यस्तो दुष्ट मैले यस्तो चितायो मलाई यो खालको दुष्ट विचारहरू उत्पन्न भयो त्यो है एकदमै लजाउनुपर्छ मलाई लाज लाग्नुपर्छ भने आफूले आफूलाई नै है गायब गर्नुपर्छ आफूले आफ्नो चित्तलाई नै